माय चैनल। हम आज जाने वाले हैं बर्थडे में। हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल न्यू डे न्यू ब्लग्सको साथै आज चाहिँ म नयाँ भिडियो लिएर आइसकेको छु। आज चाहिँ म कोल्डबाट भर्खरै यहाँ बर्दिया आइसकेको छु र गौरी चोक आएको छु। अनि एकछिनमा चाहिँ हामी अब बर्थडे गर्लको घर जान्छौँ। बर्थडे गर्ल चाहिँ आज र मैले बिहान नै विस त गरिसकेको छु, त्यही पनि दिदीलाई भिडियो मार्फत ह्याप्पी बर्थडे टु यु दिदी वान्स अगेन। सो अनि अलवेज ह्याप्पी एन्ड हेल्दी। ओके ल, चप माया बहिनीको तर्फबाट। ल ठुलो मम्मीलाई विस गरेर कसरी गर्छन्? बर्थडे विस गर नि त। ह्याप्पी बर्थडे ठुलो मम्मी। खै मलाई किसी गर्नु नि त यहाँ। पनि आउनु होला। लम्बा यहाँ किसी गर नि त मलाई। यो त मलाई आहा। र मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। अब के गर्छ हामी एकछिनमा चाहिँ जान्छौँ अब माथि बर्थडे घरमा। अहिले चाहिँ म तल छु दिदीकोमा। त्यही हो, अब हेर्दै राख्नु होला अन्तिमसम्म के गर्छ भनेर। मेरो ब्लगमा तपाईँलाई स्वागत छ। हाम्रो बुवा आमा। हेलो बुवा। हेलो आमा। हेलो हेलो। यो चाहिँ चल्ला चाख्राहरू। ओए नमाते ल को तिमीहरू? अनि म चाहिँ भ्लग बनाउने मान्छे। ल साथीहरू, हामी चाहिँ बर्थडेमा गएको। आज नि कहाँ जानु लाग्यो बेबी? बर्थडेमा। अब चाहिँ गएको हामी। गिफ्ट चाहिँ यहाँ छ। अनि दिदी चाहिँ यहाँ हुन्छ। चाहिँ हाम्रो गाउँको स्कुल कति राम्रो ऊ देखिया छ भ्यू। वाउ। के रे? खोलिदिनु यो समाउ तिमी। ल ल के खान लाग्यो राजा? चिप्स खान लाग्यो? मलाई पनि देऊ न त। नदिने मलाई? हामी चाहिँ चुई 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 जान लाग्यो। अझै पुगे खाइदिउँ। रोडै रोड जान लाग्यो। अब पता नि कति चाहिँ हाम्रो गाउँको जङ्गल कता 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 चुई। कस्तो राम्रो भ्यू देखाउँछ कि यति बेला। अलिक उता त्यहाँतिर हिँड्नु दिदी। आएन त्यहाँनिर उभियो त दुईजना। भनेको माने त फेरि। कति दामी फुल। वाउ। यहाँ चाहिँ फुल चोर्दै हुनुहुन्छ। फुल चोरो र हिँड्दा हिँड्दा को फुल चोर्छ? मैले यो चोरेँ, दिदीले चाहिँ फुल चोर्नु पर्छ। गाउँ सुई सुई सुई। सन्चै हुनुहुन्छ? त्यो बोल्दै बोल्नु नै बर्थडेमा
हजुर सेन्टीको बेजती हो र बर्थडे पनि बर्थडे मैले सेन्टीले पोहोर साल केक मात्रै काटेको थिएँ त्यो चाहिँ ठुलै गर्ने बहुत अगाडि पुगेको छैन कि हामी थोरै तलै छौँ अगाडि पुग्यौँ बहुत अगाडि पुगिसक्यो अरे बोल्न त अनि सर बेसीको ब्लगर छ त तिमी कसको ब्लगर कुन ब्लगरको ऊ अरे बिग फ्यान हो तिमी भन त आज कस्तो अरे निकै भयो त्यो सब हो यहाँ चाहिँ सौरभ जोशीको फ्यान हुनुहुन्छ एकदमै अनि त चाहिँ म अँ, पाराको ए पाराको हो छिटो आऊ बच्चा लो जल्दी जल्दी दौडो पुग्न आँटिसक्यौँ त अब हात पनि दुख्छ नजिकै छ अब आउनु लाग्यो अब चाहिँ पुग्नै लगाइसक्यौँ हामी चाहिँ थोरै छ अब यो चाहिँ दिदी गाउँ हाम्रो चाहिँ तल गाउँ हो यहाँ यो चाहिँ अलिक बिच गाउँ मम्मीको घर आउलाई नदौडसँगै जाने उठ्यो हो उठ्यो हो खेलहरू पनि खेल्दो रहेछन् हुँदा पारे हुँदा होइन थाकिसक्यो नदौडी 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 बिस्तारै जाऊ कि बिस्तारै बिस्तारै सँगै ह्याप्पी बर्थडे टु मम्मी भन्ने हो रोग बिस्तारै बिस्तारै ह्याप्पी बर्थडे बिस्तारै बाबा आउनु लागिसक्यो घर चाहिँ उ त्यो घर हो अब पुग्न लागिसक्यौँ अब पुग्न यहाँ के गरेर लाने अब बर्थडे घर खाना पकाउनु लाग्यो खाना पकाउनु लाग्छ नि हामी चाहिँ भर्खर आइपुग्यौँ के भन्नुहुन्छ अब दिदी हेलो गाइस हेर न यहाँ भन्दै थिएँ मैले यहाँ चाहिँ हाम्रो दिदीहरू हेलो खै त सानो दिदी कहाँ कोपिला आइभन के गर्छ यो बिरालोले कति बेला आउनुभयो दिदी यता हेर यो चाहिँ केक फ्रिज कहाँ आयो त यहाँ अँधेरै छ त त्यही फ्रिजमा राखिदिउँ कि यहाँ अर्को केक पनि रहेछ त दुईटा केक हो अर्को पनि छ त यहीँ रहेछ यहीँ स्नो हाम्रो यहाँ केक दुईटा बर्थडे गल्ती हुनुहुन्न सानो दिदी ह्याप्पी बर्थडे टु यु सानो दिदी अहिले 12 बजे तेरो अनि के गर्ने ढिलो भइसक्यो त के गर्ने त ल हाम्रो दिदी चाहिँ बर्थडेको दिन चाहिँ यस्तो पुरा पराल बोकेर भाइ भाइ छिटो कसको बच्चा हो यो यसको हो यता ल्याऊ अलि यता ल्याउ त यो चाहिँ मम्मी यहाँ चाहिँ छोरी हो कि छोरा हो आई डोन्ट नो ल उठ्नु ठुलो मम्मी ल उइस गरेर ल उठ्नु मम्मी खै त रोज खै अघिको रोज खै उठ्नु मम्मी ल ह्याप्पी बर्थडे खै ठुलो मम्मीलाई उइस गर ल गर यता ठुलो मम्मीलाई बर्थडे विस गर हेर हुन त अघि नै गरिसके ल फुल जस्तै हाम्रो फुल दिदी सधैँ खुसी हुनु होला ह्याप्पी हुनु होला
हजुरको माया आशीर्वादले बहिनीहरूको माया आशीर्वादले म सधैँ खुसी हुन सक्छु ब्लग बनाएको के ल हाम्रो प्यार आज ब्युटिफुल ब्युटिफुल देखिनु भएको छ दिदी चाहिँ पुरा पिङ्की पिङ्की एटिट्युड गर्ल तपाईँ कति बजी जन्मिनु भयो कति बजे पराल बोक्ने बेला आमाले पराल बोक्ने बेला जन्मिया गरे परालको मुटो समात्या गरे पराल कति बजे त्यो आमालाई सोधेको है साँझ आएर त्यसो तपाईँ अहिले पेटमै हुनुहुन्छ नि ए पेटमै छु हजुर आमा यति बेर अघि पराल बोक्न जान्नु हो आमा लेखा बस्ने जिउलाबाट पराल बोक्ने लेखा जान्ने परालको तवरमै जन्मिया गरे ए त्यही भएर आज पराल बोक्नु भयो बोक्दै जन्मिया गरे त्यसपछि हात समात्या गरे के कमेडीको यो चाहिँ साँच्ची कुरा है तर भाउजू यता हेर्नु तपाईँलाई सबलाई क्याप्चर गर्छु कि मेरो भिडियोमा ठुली आमै हाई भन्नु हाई भन्नु हाई स्यान्डीलाई विश गर्नु न बट ह्याप्पी बर्थडे छोरी भन्नु त ठुली आमा तपाईँ पनि भन्नु ठुली आमै ठुली आमै तपाईँ पनि भन्नु न छिटो बर्थडे विश गर्नु कि आशीर्वाद हजुर हाम्रो जेठी ठुली आमा अनि माइली ठुली आमा लाजु ल दिदीले यहाँ चाहिँ के गराउनु लाग्नु छु यो मछलीवाली तिमी चाहिँ को मसला मसला पकड्ने उहाँ चाहिँ को पुरीवाली नानी त को छ भातवाली तिमी को हुनुहुन्छ तिमी को पुरीवाली पेल्नेवाली अनि म चाहिँ यहाँ हेर्नेवाली भिडियो बनाउनेवाली हेलो सबैजनालाई के भयो तपाईँलाई देखाउँछु कि यहाँ आगो ताप्दै हुनुहुन्छ सबैजनाले हाई गर्नु साथीहरू ए समातेर यहाँ हालिदिनु होला है अचार बनाउने मान्छेहरू कति रहेछ एउटाले हाल्ने एउटाले खन्याउने डर लाग्छ हालिदिनु चुइने होस् न बेसार लागेन कि दिदी बन्दा भुट्या छैन बस मजाले मिचिक पार बना तिल धेरै हाल्यो नि मिठो हुँदैन अचारमा ल है साथी हाम्रो चाहिँ अचार यहाँ रेडी भइसकेको छ अनि यहाँ माछा अलिअलि खाँदै उस गर्दै भ्याइसक्यो माछा मेरो दालै रातो भइसक्यो रेडनेस वा यहाँ चाहिँ खाँदै पिँदै भइरहेको यो चाहिँ बर्थडे गर्ल बिजी हुनुहुन्छ पुरा तिमीलाई पनि यहाँ क्याप्चर गरेँ है मैले क्यामेरामा हेलो यो चाहिँ मेरो कलेज टाइमको साथी
यो चाहिँ थाहा पो दुई घन्टाको पेपर नहुने भएको अब होइन अब बत्ती जानुभयो कहाँबाट छु है अब त कसले हेर्ने राख्ने यता लाउनु डिस्टेन्स हो हेर्नेले यहाँ हेरिसके नहेर्नेले के भालै फरक मैले चाहिँ ल अब चाहिँ हाम्रो यहाँ केक काट्ने सुरु हुन्छ यो चाहिँ केक खानुपर्छ यो चाहिँ दुईटा केक छ है यहाँ चाहिँ हाम्रो यो पनि कति तिनवटा मात्रै हो यो तीनजनासँग पर्दैन त्यो अनि म लैनी पनि बाबु Cameraman, thank you so much. Happy के कति दिन खायो अझै मेरो मम्मी
के छ खानु चाहिँ म तिमीलाई हाँस ल्याइदिने कि केक खै चुप गरेर हामी केक ल्याइदिन्छु म ल थ्याङ्क यू अघि त मैले केक ल्याइदिएको हो नि ल खाऊ है अब खानु ए ल ल गुड बोय यहाँ चाहिँ हामीहरूले खुवाइसक्यौँ अब चाहिँ हामी खान्छौँ नानी भोक लाग्छ भोक लाग्छ ब्लगको मोनिका द एड ब्लग सुर्खेत गएको छ हेरिस् न हामीहरू तिमीहरू छौ त नि गएको त यो दुईजना ज्वाइँ र यो हाम्रो दिदी उता पारि बस्नु भयो बर्थडे गर्ल बेहुली जस्तै हुनुभयो कि के हो यस्तो ल है साथीहरू हामी चाहिँ खाना आँटेको अब हेलो दिदी ल के अरे भान्सा गर्ने मान्छेहरू चाहिँ उहाँहरू चाहिँ सबजना हेलो यता हेर दिदी दिदी भन्ने हो कि भाउजू भन्ने हो दाइरा दाइ भन्छु सानो दिदी आउनु ऊ बर्थडे गर्ल खायौँ है दिदी ल वान्स अगेन ह्याप्पी बर्थडे टु यु अनि म चाहिँ अरूले चाहिँ भात खान्छ म चाहिँ खान्छु साथी हामीहरू चाहिँ खाना खाइसक्यौँ अब चाहिँ हामी नाच्छौँ यहाँ चाहिँ नाच्ने मान्छे नम्बर 1 नम्बर 2 पारी छ नानी आइज नाच्न हाई एभ्रिवान गुड मर्निङ यो चाहिँ नेक्स्ट डे र मैले चाहिँ हिजोको भिडियो चाहिँ एन्ड गरेको थिएन नि त सो आज म एन्ड गर्न आएको छु यो भिडियोमा चाहिँ र त्यसपछि मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला माया गरिदिनु होला र वान्स अगेन फेरि पनि ह्याप्पी बर्थडे दिदी र हिजो चाहिँ लास्ट डे रमाइलो भयो र यताउता गऱ्यौँ सबै गर्नु भ्यायौँ अनि हिजो मैले चाहिँ भिडियो एन्ड गर्न पाएको थिएन भन्दा नि सुतिहाल्यौँ त्यही भएर अहिले चाहिँ म भिडियो एन्ड गर्न आएको र यति भन्दै मेरो भिडियोलाई माया गरिदिनु होला लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला बाई बाई